बालेन सरकारको एक्सन, राज्यको ढुकुटी दोहन गर्दै पूर्व प्रधानमन्त्रीदेखि हाकिमसम्मले हुर्क्याउने 701 विलासी गाडी तानिए फिर्ता। के तपाईँले कहिल्यै सोच्नु भएको थियो पहुँचको भरमा वर्षौंदेखि कब्जा गरिएका यी चिल्ला गाडीहरू यसरी रातारात सीमादरबार फर्किनेछन्? सुशासनको यो बोर्ड झड्काले अहिले राज्यको सम्पत्तिमा रजाई गर्नेहरूको सातो गएको छ। पहुँच र पावरको भरमा सरकारी सम्पत्तिको दोहन गर्ने प्रवृत्तिमाथि बालेन सरकारले कडा ब्रेक लगाइदिएको छ। विलासी गाडी चढेर रबाब देखाउने अनि इन्धन र मर्मतको बिल पनि राज्यको ढुकुटीबाट तिराउने पूर्व प्रधानमन्त्री, मन्त्री, संवैधानिक अङ्गका पदाधिकारीदेखि उच्च पदस्थ हाकिमसम्मका 701 वटा सवारी साधन एकै झड्कामा खोसिएका छन्। यसरी चल्यो बेतिथीमाथि डोजर। कानून विपरीत सरकारी गाडीको जथाभावी प्रयोगले राज्यलाई करोडौंको आर्थिक भार थपेको निष्कर्ष सहित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यो निर्मम एक्सन लिएको हो। 2083 साल वैशाख 10 गते सबै मन्त्रालय र निकायलाई एउटा कडा परिपत्र जारी भयो। कानूनले सुविधा नदिएका तहका कर्मचारी र पदाधिकारीले प्रयोग गरिरहेका सबै सवारी साधन तत्काल फिर्ता गर्नु। यही एउटा निर्देशनको आधारमा महाअभियान सुरु भयो। गत साता मात्र 622 वटा गाडी फिर्ता ल्याइएकोमा अहिले खोसिएका गाडीको आँकडा 701 पुगेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार अहिले धमाधम सरकारी ग्यारेजमा गाडीहरू खन्किने क्रम जारी छ। कुन निकायबाट कति गाडी तानिए? फिर्ता ल्याइएका गाडीको सूची हेर्दा राज्यको ढुकुटीमा कतिसम्म लुट मचिएको रहेछ भन्ने प्रश्न हुन्छ। गाडी दुरुपयोगमा अर्थ र स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि देखिएका छन्। अर्थ मन्त्रालय 124 वटा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय 92 वटा, शहरी विकास मन्त्रालय 75 वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय 64 वटा, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय 26 वटा। यति मात्र कहाँ हो र गाडी मोहमा पल्किएका अन्य दर्जनौं निकायहरूको हविगत झनै उदेक लाग्दो छ। कारबाहीको यो कडा हुरीमा गृह मन्त्रालयबाट 21 र त्यस अन्तर्गतका विभागहरूबाट मात्रै 26 वटा गाडी तानिएका छन्। यसै गरी निर्वाचन आयोगबाट 25, कृषिबाट 20 र शिक्षा मन्त्रालयबाट 18 वटा विलासी गाडी खोसिएर राज्यको ग्यारेजमा पुर्याइएका छन्। सञ्चार र ऊर्जा मन्त्रालयबाट 16 वटा गाडी नियन्त्रणमा आउँदा लोकसेवा आयोगले पनि 15 वटा गाडी बुझाउन बाध्य भएको छ। यो महाअभियानले रक्षा र सामान्य प्रशासन मन्त्रालयका 14, वन र महालेखा परिषद कार्यालयका 13 अनि भूमि व्यवस्थाका 12 वटा गाडी फिर्ता ल्याइएको छ। त्यति मात्र नभई पर्यटन मन्त्रालयबाट 10, परराष्ट्र र कानूनबाट 8, महिला बालबालिकाबाट 6 तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खानेपानी मन्त्रालयबाट 5-5 वटा गर्दै राज्यको सम्पत्तिमाथिको दोहनमा पूर्ण विराम लगाइएको छ। अब सोच फोर्सको भरमा सरकारी गाडी चढ्ने दिन इतिहास बनेका छन्।